रासायनिक मल हालेको साग सब्जीले स्वास्थ्य ठिक हुन्न, मिठो पनि हुन्न भनेर गाईको मल हालेको साग सब्जी खाने, 5 रुपियाँ किलो खाने, अरूले 1 रुपियाँ किलो पनि त्यो मान्छेको मल हालेको अथवा त्यो उभएको त्यहाँ रासायनिक मल हालेको साग सब्जी खान ज्ञानीहरूले छोडिसके। राजदूतले कसैले पनि खाँदैन, अलिकति पढे लेखेको मान्छे खाँदैन। त्यो हिन्दूको वैदिक धर्म जसमा स्वास्थ्यलाई नै परम धर्म मानिएको छ, स्वास्थ्यम हि परमो धर्म भनेर, जगत स्वास्थ्यम परमो धर्म, विश्वको स्वास्थ्य, जगतको स्वास्थ्य, शरीरको स्वास्थ्य, मस्तकको स्वास्थ्य नै जहाँ धर्म मानिएको छ, यो विज्ञानिक धर्मलाई, वैज्ञानिक धर्मलाई धर्म कर्म तो बोगस है, धर्म कर्म तो पाखंड है, धर्म कर्म खाली देखा हुआ ढकोसला है भन्छन् अज्ञानी मूर्खहरूले। ज्ञानीले त्यो भन्दैन, ज्ञानीले विचार गर्छ, विवेक गर्छ। टट्टीमा जाँदा 1 किलो पानी, ठन्डा पानी लिनु कम से कम हरेक सके 2 किलो नत्र 1 किलो पानी लिनै पर्छ। त्यसले तलको ठन्डा भएपछि बबासिर हुँदैन, अल्काई हुँदैन। त्यो नभएपछि मस्तक पागल हुँदैन, रक्तचाप हुँदैन। रक्तचाप नभएपछि बौला भएर त्यसै सडकमा लड्दैन, त्यसका मुखमा कुकुरले मुत्दैन, कुनै प्रकारको पनि गडबडी हुँदैन। त्यस कारण हामीले पानी प्रशस्त लिएर टट्टीमा जानुपर्छ भन्ने हाम्रो धर्म छ। त्यो फेरि मानवका मलमा, गाईका गोबरमा सूर्यका किरणको गुण हुन्छ। गोबरले चुलो लिप्नुपर्छ, मन्दिर लिप्नुपर्छ। तर मान्छेका गोबरमा मसाला खाएको त्यसको तातो र पिरो मलमूत्रमा रोगका कीटाणु हुन्छन्। तिनले नङमा पस्यो भने, हातमा टालियो भने त्यसले शरीरलाई रोगी गर्छ। कमजोर आत्मा कमजोर हुन्छ, खोक्सो कलेजो कमजोर हुन्छ, आयु घट्छ, त्यसको मर्छ। त्यस कारणले त्यो 100 पटक नत्र 21 पटक, कम से कम 7 पटक माटो लगाएर धुनुपर्छ। साबुनले ठिक हुँदैन। साबुनमा गाईको बोसो, सुँगुरको बोसो, सबै जन्तुको बोसो हुन्छ। पखाल्नु भन्ने ठाउँमा त झन् अपवित्र वस्तु लाग्छ। त्यस कारणले माटो, मट्टीमा शक्ति छ, माटामा शुद्ध शोधन गर्ने शक्ति छ, सूर्य किरणमा शोधन शक्ति छ, जलमा शोधन गर्ने शक्ति छ। त्यो शक्तिद्वारा हामीले अङ्ग नुहायो भने, हात खुट्टा धोयो भने त्यहाँ कीटाणु रहँदैनन्, रोगका कीटाणु रहँदैनन्, अनि पवित्र हुन्छ, स्वस्थ हुन्छ। मान्छे माटामा बस्छ, माटामा बस्ने माटाको जन्तु मान्छे अलिकति धुलो मैलो लाग्छ, कपडा मैला हुन्छन्, त्यसलाई असभ्य जंगली भूत भनेर सभ्यताका दम भर्ने, सभ्यताका ठेक्का लिने, यी टट्टीमा कागज लिएर जाने 26 दाँते जन्तुले, 26 दाँते राक्षसले भन्छ यो काला आदमी जमीन पर हगने वाला, काला आदमी जमीन पर बैठने वाला। जमीन मातृभूमि हाम्रो, मातृभूमि, पितृभूमि, पुण्यभूमि हाम्रो। हिउँचुलीले झलमल्ल हे कति राम्रो भन्ने हाम्रो विज्ञान र मातृभूमि भक्ति छ। देउर में पिता, माता में पृथ्वी, पुत्रोहम पृथिव्या, नमो मात्रे पृथिव्यै भनेर हाम्रो मातृभूमि र देशभक्तिको पाठलाई कुर्सीमा बसेर टट्टी गर्ने, कुर्सीमा बसेर खाने, भान्सामा बसेर नखाने, धरतीमा खनेर त्यहाँ ढाकिदियो भने मलमूत्रको गन्ध पनि आउँदैन, त्यसका कीटाणु फैलिन्नन् र त्यो त्यही माटामा शुद्धिकरण शक्ति छ, त्यसले शुद्ध गरिदिन्छ। बाहिर माखा हुँदैनन्, रोग हुँदैनन्। पाण्डवका राज्यमा माखा थिएनन्, मच्छर पनि थिएनन्, त्यस्ता कुनै रोगका उत्पन्न गर्ने जन्तु थिएनन्। रामका राज्यमा माखा थिएनन्, किन थिएनन्? मलमूत्रलाई कस्तो प्रकारसँग धरतीमा उगार्नुपर्छ, मल बनाउने धरतीमा, तर त्यसलाई गन्ध बनाएर उडाउने, माखा उडाउने चलन थिएन। घरमा सैकौं मान्छे, गाउँमा हजारौं मान्छे, नगरमा लाखौं मान्छे, राष्ट्रमा करोडौं मान्छे हुन्थे, तर त्यहाँ एउटा माखो थिएन, एउटा मच्छर थिएन, एउटा कुनै पनि उपियाँरा भुसुना थिएन। ती रोगका कीटाणु उत्पन्न गर्ने जन्तुहरू थिएनन्। किन थिएनन्? हाम्रो वैदिक विज्ञानले यसरी खानु, यसरी टट्टी जानु, यसरी शौच गर्नु, यसरी गर्नु भन्ने सभ्यता, स्वास्थ्य सभ्यता सिकाएको थियो। आजका 26 दाँते राक्षसले यो सभ्यता सिकाएको छैन। टट्टी त्यसै जाने,
धेरै सभ्यता आयो भने कागज लैजाने, पुछताछ गर्यो, थाल्यो। त्यो अलिकति हातमा लाग्यो अनि त्यो यहाँ पनि गऱ्यो, शिरमा पुछताछ गर्यो अनि खाजा खायो, बसेर पुस्तकलाई ओछ्यायो, बस्यो। यो जंगली राक्षसको सभ्यता, यसका सभ्यताको नाममा विद्यार्थी असभ्य जंगली, मास्टर असभ्य जंगली र ज्ञानी र ध्यानी बनाउनेहरू सकी सबै विज्ञानी बनाउनेहरू। पशु प्राय पशु भन्दा पनि पर, पशुलाई पशुको गन्धले हानि गर्दैन, गोबरका गन्धले गाईलाई हानि गर्दैन। घोडाको पिठ घोडाले खाएमा घोडा बलियो हुन्छ, त्यसलाई केही पनि हानि गर्दैन। तर मान्छेको गोबर मान्छेले खायो भने त्यो 2-4 दिनमा मर्छ, सर्छ, गल्छ, कोडी पनि हुन्छ, नाना प्रकारका हुन्छन्। त्यस्तो प्रकारको मान्छे मिठो खाने जात, बाठो जात, 12 मसाला खाने जात। त्यस कारणले त्यो मान्छे बाठो लोटे 3 बल्ड्याङ, लाटो लोटे 1 बल्ड्याङ, बाठो लोटे 3 बल्ड्याङ। मिठो मिठो खाने, 12 मसाला खाने, 24 मसाला खाने, 36 व्यञ्जन खाने, 84 व्यञ्जन खाने मान्छेको जातका टट्टी पिसाबमा दुर्गन्ध हुन्छ र भयंकर रोग हुन्छ, फेरि अजीर्ण हुन्छ। अजीर्णे भोजनम विषम, अजीर्ण भोजन बिख हुन्छ। त्यो बिख निक्लेको ठाउँ पनि त्यस्तै रोगी हुन्छ। त्यो बाहिर फैलियो भने जहाजमा बसेर लंका जित्नलाई बंगालका खाडीबाट जगन्नाथ पुग्यो। जगन्नाथ उड्के उडिसा उत्कल पुगिसकेपछि लंकाबाट एउटा बाज आयो, सेतो बाज। सेतो बाज घाँटीमा चिट्ठी त्यसरी बाँधेर त्यो सेतो बाज आएर उसले उसका कुममा बस्यो। मानसिंह का ऐसा ऐसा ऊंचा ध्वजा होगा, ऐसा झंडा होगा, झंडे में चील होगा, चील बाज है, बाज जिस झंडे में बाज बैठा होगा उसके कुम में जाकर के बैठना, वहां जाकर के चिट्ठी देना भनेर वहाँबाट पढाएर पठाएको। लंकाबाट आयो बाज आएर कुममा बस्यो, बसेर उसले चिट्ठी दियो। चिट्ठी खोलेर उसले पढ्यो, सबै सैनिकहरूलाई र समस्त सरदारहरूलाई सुनायो उसले। मान महीपतिमान दियो दान किनी लीजिए, विप्र विभीषण जान रघुपति लंका दान दियो। लंका को यो सिंगली भाषा हो, मारवाडको भाषा, सिंगली भाषा, हाम्रो भाषा एकै साथमा मिल्छन्। अलिकति यताउता मात्र पद्य भएपछि थाहै पाइन्न, गद्यमा अलिकति थाहा पाइन्छ। मान महीपति मान दियो दान किमी लीजिए, विप्र विभीषण जान रघुपति लंका दान दियो। रामले लंका जितेर लंकाको दाइको राज्य भाइलाई विभीषण आफ्ना मित्रलाई दान दिएको हो। विप्र विभीषण, विप्र पुलस्त्य ऋषिको नाति भनेर विभीषणलाई दिएको हो। दान दिएको कुरा त फिर्ता गर्नु हुँदैन, दिनु हुँदैन। यो हरेच वसुन्धराम स्वदत्ताम प्रदत्ताम वा यो हरेच वसुन्धराम षष्ठीम वर्ष सहस्राणाम विष्ठायाम जायते कृमिः। 60,000 वर्षसम्म त्यो गुको किरो हुन्छ, जसले आफूले दिएको अर्काले दिएको जमिन हरण गर्छ भन्ने त्यो हाम्रो मर्यादा छ। त रामको वंश हुँ, रामको अंश हुँ, रामको म सन्तान हुँ भन्छस् र रामको सन्तान भएर हराम काम गर्छस् त लंकामा जो हमला गर्न, लंकामा चढाई गर्न र लंकालाई जितेर अकबर गाई काटालाई दिन आइस। विप्र विभीषण जान, विभीषण विप्र हो, मित्र हो, उसलाई दान दिएको हो रामले। एउटा पुर्खाले त्यो विभीषणलाई आज तैँले जित्न भनेर 64 लाख सेना लिएर आउने, त्यो यही धर्म हो, यही कर्तव्य हो भनेर एउटा 2 पंक्तिको दोहाले सम्झाउँदाखेरिमा सम्झ्यो उसले माथा। ओ ठिक, रामले रामायण गरेको सीताहरण गर्ने जार हो, जार काट्ने चलन पहिलो चलाएको रामले हो। र अब त्यो रामले जार काटेर जारका भाइलाई दान दिएको हो लंका। त्यो दान दिएको लंका आज हामीले फिर्ता लिनु हुँदैन, थुकेको चाट्नु पनि हुँदैन। थुकेको चाट्ने कुकुर हुन्छ, पहिले बान्ता खायो खायो खायो, बचाउनु सकेन, बान्ता गर्यो, बान्ता गरेपछि छोड्न सकेन, लोभले फेरि बान्ता गरेर चाट्यो, चाटेर दुबो खाएर पचाउने कुकुरको जात। त्यस्तो जात मान्छेको त हुँदैन। त्यस कारणले